हेलो गाइज, वेलकम ब्याक माई युट्युब च्यानल। फेरि पनि स्वागत छ चुङवाङ भ्लगबाट। म आज पनि छोटो भिडियो लिएर आएको छु, तपाईहरुकै साथी कुशल लिम्बू। यो भिडियो चाहिँ रहेको छ आज इटहरी 20 तरराको दृश्य हो। यो चाहिँ म मेरो आफ्नै घरको छतबाट लिएको भिडियो हो। एकदमै रमाइलो ठाउँ छ र एकदमै सुन्दर ठाउँ छ। बस्नुको लागि पनि एकदमै राम्रो ठाउँ छ र मौसमदेखि लिएर हर चीजको सुविधा भएको ठाउँ छ। एकदमै राम्रो ठाउँ छ। तपाईहरुलाई पनि मन परेमा कमेन्ट छोड्नु होला। र यहाँ चाहिँ तररामा चाहिँ हप्तामा 2 चोटि बजार लाग्छ। बजार चाहिँ सोमबार र बिहीबार लाग्छ। आज सोमबार हो। आज हटिया लागिराखेको छ। यो जुम गरेर देखाएको चाहिँ इटहरी हो। तपाईहरुलाई इटहरी पनि देख्न सक्नुहुन्छ यहाँबाट। एकदमै सुन्दर ठाउँ छ र यहाँको बजारमा चाहिँ एकदमै सस्तो मूल्यमा सागसब्जीहरू पनि किनेर खान पाइन्छ। र यो चाहिँ बजारको दृश्य हो। बजार लागिराखेको छ। यो चाहिँ अहिले बेलुका भएपछि अझै ठुलो बजार लाग्छ र यहाँ एकदमै सस्तो सब्जीहरू पाउँछ। र मैले आज चाहिँ सब्जी ल्याएको छु। यो करेला चाहिँ मैले 20 रुपैयाँको ल्याएको छु। लगभग 1 केजी छ यो करेला चाहिँ। एकदमै थोरै मूल्यमा धेरै सामान आउँछ। र यो काँक्रा मैले ल्याएको छु 20 रुपैयाँ केजी। 2 केजी मैले ल्याएको थिएँ। र खोर्सानी पनि मैले ल्याएको छु 20 रुपैयाँको 1 पाउ। एकदमै सस्तो। तपाईहरु पनि आउनुहोस्, तररा बजारबाट सब्जी लिएर जानुहोस्।